कर्नाटकको घना जङ्गलहरूको बीचमा बसेको एउटा आदिवासी गाउँ कान्तारा। यहाँको आदिवासीको प्रकृतिलाई देवीको रूप मान्ने गर्छन्। वर्षमा एकपटक उनीहरू भुताकोला गएर आफ्नो पुराञ्जली देवतालाई प्रसन्न पार्ने गर्छन्। गाउँका बुढाबुढीले भन्थे, देवता रिसाए भने यो जङ्गल श्रापित बनेर झर्नेछ। 12 वर्षको वीर साँझ परेपछि जङ्गलबाट फर्कदै थियो। अचानक झाडीबाट सुनौलो रौँ भएको एउटा सियार भुतुक्क उफ्रेर उसको अगाडि दौडियो। उसका भुरा आँखाहरू केही सेकेन्डमै वीरतिर टल्किए। गाउँमा मानिन्छ, सुनौलो सियार देखिनु ठुलो अपशकुन हो। गाउँतिर पुग्दा वीरले अचम्म दृश्य देख्यो। कान्तारा छोडेर मानिसहरू सामान बोकेर हतार हतार भागिरहेका छन्। गाउँका नायक बिल्ला र उनको परिवार पनि गाउँ छोड्दै गएको थियो, किनकि केही महिना अघिदेखि कान्तारामा असामान्य मृत्युहरूको सुरुवात भएको थियो। सबैजना डरले भागिरहेका थिए, तर वीरको मनमा एउटै प्रश्न खेलिरहेको थियो, अन्ततः बाबालाई के भयो? वीर घर पुग्ने बित्तिकै वीरले आमालाई सोध्यो, आमा, सबै किन भागिरहेका छन्? अनि बाबालाई त रुखको झोकले मारेको थियो, तर गाउँमा त अर्कै सुनिन्छ। आमाले आँसु रोक्दै भन्न थालिन्, छोराले सुन्न चाहेको कुरा। तिम्रो बाबाले गाउँको रक्षा गर्न कसम खाएको थिए र त्यही कसमले उनको ज्यान लियो। वीर अझै अँध्यारोमा डुब्न गयो। यसको सुरुवात 1 वर्ष अघि भएको भुताकोला पूजाबाट। आमा बिस्तारै भन्न थालिन्, उत्सवको 2 दिन अघि जङ्गल बाहिर तन्त्र मन्त्रको अवशेष र नरकपाल भेटिएको थियो। गाउँमा हल्ला फैलियो। कसैले रातभरि डरलाग्दो पूजा गरेर देवता रिसाएका छन्। मुखिया वीरका पिताले सबैलाई भन्न थाले, पुराञ्जली देवताले न्याय गर्छन्, हामी कसैलाई दुःख दिँदैनन्। तर उत्सवको दिन भुताकोला सुरु हुँदा एक मानिसमा पूर्वजको आत्मा प्रवेश गर्छ। उसको आँखा उल्टो फर्किन्छ, शरीर काम्न थाल्छ र भुतिया आवाजमा घोषणा गर्छ, यो भूमि अब रगतले बग्नेछ। गाउँमा हल्ला फैलियो, तर कसैले विश्वास गर्न सकेनन्, देवता पनि कसरी रगत माग्न सक्छन्। अघिल्लो बिहान मुखिया जङ्गलमा थिए। अचानक झाडीबाट कराएको आवाज सुनियो, तर केही सेकेन्डमै कसैले नदेख्न सकिने ताकतले उनलाई जङ्गलतर्फ धकेलियो। पछिल्लो दिन मुखिया जङ्गलको बीचमा लास फेला पर्यो। गाउँ त्यो देखेर काँप्न थाले। त्यति ठुलो काम कुनै मानिस वा जनावरले गरेको कल्पना पनि गर्न सकिन्थेन। त्यसपछि एक एक गर्दै गाउँका मानिसहरू उही अज्ञात प्रेतको शिकार बने। आत्माको प्रकोप हो कि कुनै श्राप, कसैलाई थाहा थिएन। अन्ततः गाउँका सबैजसो मानिसहरू रातारात गाउँ छोडेर भाग्न थाले। त्यसपछि कान्तारा सुनसान भयो, शोक, डर र रहस्यले भरिएको एक मृत गाउँ। तर 3 महिनापछि साइरन बज्दै आवाज सुनियो। डोजर, खुदाइ गर्ने मेसिन र केही ठेकेदारहरू आएका थिए। उनीहरूलाई जङ्गलमा खनिज भेटिएको थियो। कुनै एक मजदुरले चेतावनी पनि दिएको थिए, साहेब, यो जङ्गल श्रापित छ, यहाँ सबै मानिसहरू मरेका छन्। बर्मा हाँस्यो, भूतप्रेत केही हुँदैन, डर फैलाएर तिमीहरू नै गाउँ खाली गरेर भागेका हुन्। यी अहङ्कारले उसको विनाशकारी ढोका खोलिदिएको छ। मध्यरात बर्मा निदाएको थियो। अचानक सपनामा आवाज सुनियो, अहिले भित्र छिर्न सजिलो छ, तर यहाँबाट फर्किन असम्भव। बर्मा झसङ्ग उठ्यो, तर सपना जस्तै भयानक दृश्य बाहिर वास्तविकमै चलिरहेको थियो। एक जिर्बे महिला, एक एक खुट्टा कटिएको पुरुष र रगतले लतपतिएको बच्चा, सबै बर्माको बेडमा देखा परे। मजदुरहरू पनि चिच्याउँदै
राति राति भागदौड गर्दै जङ्गलबाट भाग्न थाले। मालिक, एउटा बच्चाले मेरै अगाडि जिब्रो काट्यो। मैले रुखमाथि हातखुट्टा काटिएका स्त्रीहरू देखेँ। त्यो जङ्गल ठिक छैन। तर बर्माले धम्की दिँदै भन्यो, काममा फर्क।